Okay, see you up there. बाइ द वे ज्ञानेन्द्र साईको क्षेत्र ज्ञानेन्द्र साईको घर यहीँ कता छ भनेर भन्दै थियो त्यो भाइले हैन यो बाटो यस्तो फ्यान्टास्टिक बाटो चाहिँ यस्तो ठाउँमा ज्ञानेन्द्र साईले बनाएको रे ह्याट्स अफ टु हिम ल ल ल आम्मा कता ल कता जान्छ भेडाहरू चरिरहेछ त्यहाँनिर ओपन यस्तो मजाको बाइकै स्टार्ट भएन त भयो तनाल स्टार्ट नगरी त्यतिकै लिएर आएको दुःख दियो कि क्या हो तेरिका जानु ल हसाइडिङ खुला ठाउँमा यहाँ अघि भाइले यहीँ भन्नुभएको रहेछ यहाँ बनाउने होइन राम्रो छ ओके फर्स्ट ग्लिम्स अफ रारा ल यहाँबाट रारा ठ्याक्कै देख्यो निलो छ पानी कति ठुलो छ तर आजको दिन आज भनेको सायद सप्तमीको दिन हो कि क्या हो आज 11 गते कि 12 गते आज 12 गतेको दिन असोज 12 2082 आज आइतबार म बाहेक कोही पनि छैन यो के भइरहेछ मलाई थाहा छैन हजुर ए कति हो भाइ पार्किङ आम्मा महँगो पो रहेछ त Okay, let me give you the room tour. यस्तो रुम छ म बसेको हैन पुरा वुडन प्लाइहरुले बनाएको त्यो बाथरुम एटाच बाथरुम दिएको छ ए तत पनि हट शावर सबै छ यस्तो पुरा बारेर छाएको अब यस्तो ठाउँमै यही हो है यो टु बेड्स राम्रो न्यानो छ तर यस्तो रुम वुडन भएको हुनाले न्यानो छ and guess what I paid 1400 rupees for this room 1400 rupees hey it is that expensive well carpeting छ ओके अब आज चाहिँ ढिलो नगरौँ भनेको ज्यान ज्यान एकदम दुखेको हुनाले अलि बढी सुत्यो 1 घण्टा बढी सुत्यो सब बज्न लाग्यो अब चाहिँ आज सबभन्दा चाँडो निक्लिने भने आज हुन्छ सो सी यू अन द वे दिस इज जुम्ला मैले नाइट स्पेन्ड गरेको होटल यही हो होटल रोयल सिन्जा कनका सुन्दरी गाउँपालिका छ सिन्जा जुम्ला अब बाइक स्टार्ट हुन्छ कि हुँदैन त्यो यहाँ च्यालेन्ज भनेको स्टार्ट भयो ओके 915 617 Okay, see you up there. Safe travels. ल बिस्तारै जाँदै गर्छु होटल रोयल सिन्जा यताबाट आएको हिजो म जो ल दाइ लाग्दै गरेँ म जाँदै गरेँ भनेको ल यसलाई चाहिँ के भन्छ यो ठाउँ हिजो मैले गोठी जिउला गोरुचोर जुम्ला रहेछ गोठी जिउला भन्दो रहेछ उनीहरूले चाहिँ गोरुचोर जुम्ला रहेछ अब यहाँको मान्छेले स्थानीय चाहिँ गोठी जिउला भने नाम मैले गोरु
चौर सिन्जा रहेछ गुरु चढाउने हो कि के हो क्या यस्टरडेको त कथा त अझ छुट्टै भिन्नै छ अब यस्तै छ अहिले होइन विस्तारपूर्वक म भन्छु बिस्तारै जाउँ जाँदै गरौँ अन द वे वाउ सबैभन्दा चाँडो निस्कियो आज ल 6 बजे यो भ्याली हेर्नुहोस् कस्तो राम्रो छ ओके फ्रेन्ड्स दिस इज जुम्ला है बाइ द वे ज्ञानेन्द्र शाहीको क्षेत्र ज्ञानेन्द्र शाहीको घर यहीँ कता छ भनेर भन्दै थियो त्यो भाइले होइन यो बाटो यस्तो फ्यान्टास्टिक बाटो चाहिँ यस्तो ठाउँमा ज्ञानेन्द्र शाहीले बनाएको रह्यो ह्याट्स अफ टु हिम तर दुर्भाग्य मन्त्री हुनुपर्ने मान्छे हो जस्तो लाग्छ है पार्टीको ट्याग लाग्यो कस्तो कस्तो मान्छे टिप्दै मन्त्री बनाइदिए उ त जे हो भने बोल्न सक्ने गर्न सक्ने भिजन भएको स्ट्रगल गरेर आएको मान्छे हुनु पर्थ्यो भन्ने मेरो बुझाइ हो अब यहाँको एउटा के छ भने टिपिकल सुदूरपश्चिमको अब घरहरू होइन अब यहाँ त अलि बजार जस्तो भाउ भएन जस्तै यहाँ म देखाउँदैछु अथवा त्यो मकैहरू झुन्ड्याएर सुकाएको हुने होइन ढुङ्गाको बनाएको पुरानो एकदमै कहिले होइन अझ आदिम कालमा मान्छे छ जस्तो त्यो के नेचर एकदम प्रिजर्भ प्रिस्टिन भन्छ नि त्यस्तो छ कहीँ त्यस्तो देखिन्छ ए गोठी जिउला लेखेको रहेछ यहाँ चाहिँ त गोठी जिउला सिन्जा जुम्ला जिल्लाको सिन्जा हो यो क्षेत्र होइन सिन्जा गाविसको गोठी जिउला भन्ने ठाउँ रहेछ ओहो यो क्रसिङ के गर्ने काट्छ कि काट्दैन यहाँ त टेन्सन पो होला जस्तो छ त हेलो भाइ त्यो बाइक माथिबाट जाने ठाउँ छ जान्छ यहाँ जान्छ यहाँबाट केही भन्दैनन् त यार मान्छेहरू होइन यो यहाँबाट बाइक जाने ठाउँ छ भनेर सोधेको यहाँ बगाएछ यहाँ भने पुरै गहिरो छ त यार यहाँ त कसरी जाने ए जाने रहेछ ल माथिबाट जाउँ गहिरो छ जस्तो छ त्यहाँ पनि चिसोमा जुत्ता भिज्यो भने टेन्सन हुन्छ केयरफुल ओके ल यस्तो म हिँड्नु परिरहेछ ल बस यहाँ जान लगाएर छ मान्छेहरू हतार गरिरहेछन् नेपालगञ्ज मुगु हुम्ला बिहानको हिँडाइ छुट्टै हुन्छ क्या अर्कै आनन्द हुन्छ चिल फ्रेस यु क्यान ब्रिथ इन द्याट थिङ क्या त्यो एक्सपिरियन्स चाहिँ ब्रिथ गर्न सकिन्छ अनि त्यसमाथि पल्युसन केही छैन होइन नेचर एट इट्स बेस्ट अनि त्यसपछि कोही पनि छैन होइन कुनै ट्राफिक छैन केही छैन खाली बाटो पनि राम्रो भइदिएपछि त सकिहाल्यो नि कुरा ल अब सब कुरा गर्दै जाउँ ल ओके डे 4 को राइड डे 4 भन्न आएछ डे 5 हो क्या डे 5 को राइड त सुरु भइसकेको छ 4 किलोमिटर जति माथि आइसकेँ म बसे ठाउँबाट बाटो फेरि सुरु भइहाल्यो नि हिजो जस्तै यही त छ हिजोको कथा के भयो हिजो नाइट राइड गर्दिनँ भनेको हिजो झन् ढिलो भयो हिजो गोठी जिउला 32 किलोमिटर छ भनेर भन्यो त्यहाँनिर नागमामा त्यही क्यालकुलेसन गर्दै हेर्दै आएँ 32 किलोमिटर भइसक्यो भनेपछि गोठी जिउलामा होटल सोटल छ मजाले बस्न पाउँछ त 32-30 हुनु पऱ्यो पुरै उज्यालो ठाउँ हुनु पऱ्यो जति जान्छु है सिभिलाइजेसनबाट टाढा घर पुरै अँध्यारो छ चकमन्न जङ्गल माथि बाटो योभन्दा नि खत्तम बाटो अँध्यारोमा पुरै अँध्यारो मेरो लाइट बाहेक केही पनि छैन कस्तो ठाउँमा आएँ म त रात अन्धकारमा पुरै
थाहा नै छैन। अनि हावा चलिरहेछ सर्वदा चिसो। अनि बत्ती छैन आइज 36 किलोमिटर भइसक्यो है। त्यो ठाउँ त्यस्तो नहुनु पर्ने हुँदाहुँदै एउटा पुल आयो, भर्खर बनाएको पुल रहेछ। क्लियर ठाउँ पनि थिएन, जबरजस्ती उकालेर सरर पुलमा गएको त झन्डै म पुलबाट तल उतातिर केही पनि वाङ्गै रहेछ, केही पनि छैन रहेछ है। त्यो पुल त इन्कम्प्लिट उता रहेछ, झन्डै गएको म त अँध्यारोमा चाहिँ यस्तो भयो हिजो। त्यहाँबाट फर्केर मैले पक्कै पनि म गलत बाटो आएँ भनेर म फर्केँ त्यहाँबाट। अनि त्यहाँबाट फेरि फर्केर कोही अब मान्छे के भन्नु, अब बत्तीहरू घरको बत्ती पनि नदेखिने, झपझुप टाढा टाढा कतै कतै एक दुईवटा देखेको हो कि नभए थिएन। अनि फर्के 3जना भाइहरू आउँदै रहेछन् बाटोमा। त्यो म आउँदाखेरि त्यो 3जना भाइहरू वकिङ गर्दै पहिला पनि देखेको थिएँ। अनि सोधेँ, भाइ यसो यसो यहाँ त बाटो यही हो भनेर भन्दा, यही हो दाइ बाटो त यही हो भनेर भन्यो। अनि काठमाडौँ बोर्डर बसेर पढ्दो रहेछन् तिनीहरू। अनि हामी पनि यही जान लागेको, गोठीजिउले जान लागेको भने तपाईँ बस्नु गोठीजिउलामै हो, अन्त अब कहाँ जानुहुन्छ यतिखेर गाह्रो हुन्छ भने। अब राति त्यतिखेर 7:30 पौने 8 भइसकेको थियो सायद। अब यहाँनिर 6 बजे पुरै अँध्यारो, मान्छे फेरि घरमा बत्ती बाल्दैन यहाँ मान्छेले। त्यो घरमा बत्ती पनि कहीँ घर यसो साइडमा आएर घर हुन्छ त नजिक आएर बाइकको लाइटले देखिन्छ क्या। मान्छे 6 बजे सुतिसक्छन् कि के छ कुनै झुप हुन्छ है। कसलाई सोध्ने गर्दै खुल्या हुँदैन। अनि त्यो भाइसँगै ल मलाई बाटो कता हो भाइ, बाटो देखाइदिनु पऱ्यो। अलिकति त्यो भाइहरूसँगै हिँडेँ। अनि बाटो चाहिँ पुल मुनि खोला रहेछ, मुनिबाट जानुपर्दछ। म चाहिँ पुल माथिबाट गएँ। अनि पुल मुनिबाट चाहिँ म पुगिसकेपछि ल भाइ म चाहिँ अब लाग्दै गर्छु, दाइ तपाईँ जाँदै गर्नु, फोटोसोटो राख्नु होला, हेर्दै गर्नु भने। राम्रो थिए केटाहरू बिचरा, त्यति हेल्प गरे तिनीहरूले पनि। अनि गएँ, त्यसपछि गइसकेपछि अनि बल्ल 4 किलोमिटर पछि अनि आयो गोठीजिउला भन्ने, हिजो म बसेको ठाउँ, नाइट स्पेन्ड गरेको ठाउँ। त्यस्तो भयो हिजो। त्यसरी राति नाइट राइड सकभर गर्नु हुँदैन, किन यस्तो ठाउँमा बत्ती छैन कहीँ पनि। अब भनौँ बत्ती नै छैन, कोही कहाँ के छ, पोलहरू केही छ र बिजुलीको केही पनि छैन, घरहरू छैन, मान्छे छैन। कसलाई सोध्ने त राति हिँड्दाखेरि त केही पनि छैन त। अनि कहाँ पुगिन्छ। अनि जाँदा जाँदै के गरी उज्यालो भयो पो बाटो देखिन्छ, के पनि देखिँदैन। एउटा भयो अलग गलत बाटो, अर्को अन्ततिर कतै हिँड्यो भने त अनि के गर्ने, रातभरि त दुःख पायो त त्यसले त। त्यस्तो हुन्छ। त्यसरी त्यो कुरोहरू याद गर्नुपर्छ। मेरो चाहिँ के छ भने टाइमको कन्सटेन्ट छ एकदमै। टाइमले गर्दाखेरि अब जे भने अलिकति तानु न त, अलि भोलि रात चाँडो हुन्छ भनेर अलिकति ढिलो भयो नि त एक दिन म। त्योले गर्दा त्यो सोचले मलाई ड्राइभ गराएर अब के गर्नु, अब दुःख पाइयो। पहिरोले गर्दा मैले दुःख पाएको छु। होइन अब बाटो चाहिँ यस्तो छ, उज्यालो भएर तल यतिको बाटो, यही बाटो अँध्यारोमा भयो भने के हुन्थ्यो, तलतिर जाने बेर्ना हुँदैन सरर टर्निङमा। न केही बोर्ड थियो यता घुमेको छ भनेको छ, न केही हुन्छ है। 2-3 ठाउँ त म यस्तो हिजो राति त्यही चिप्लेँ कि म लड्न चाहिँ लडेन, बाइक स्वाटै पाङ्रा चिप्लेर कहीँ डडङ्गै बाइक खस्ने ठोकिने त्यस्तो भएको हो। हेल अफ एन एक्सपिरियन्स। अरूको लागि चाहिँ यो एउटा पाठ होस्। दिन आफ्नो हुन्छ अरे, रात आफ्नो होइन भनेर मेरो वाइफले भन्दै थियो, राति नगर्नु भनेर। अनि कहिलेकाहीँ घरको मान्छेको कुरा पनि सुन्नुपर्छ, नसुन्यो भने त्यस्तो हुन्छ। अनि यहाँको ल्यान्डस्केप एकपल्ट देखाउन चाहेँ मैले। यस्तो खतरा यो टर्निङ, ठ्याक्कै यो टर्न गर्ने बित्तिकै है बाटो यस्तो छ है, कस्तो खतरा छ ल्यान्डस्केप। ल हात खोलेर यस्तो चिसो भयो हात एकैछिनमा। यो पन्जा लाउँदाखेरि पनि चिसो भइरहेछ। यो कि डाँडाले उता तारी एकदम छेकिरहेको थियो, छेकेर यस्तो चिसो भएको थियो है। घाम आयो, त्यो चिसो अहिले पनि गएको छैन मजाले। यति धेरै हाइट त हो जस्तो लाग्दैन। अहिले नै असोजमा यस्तो चिसो चाहिँ पक्कै स्नोफल हुन्छ होला विन्टरतिर। ल जाउँ। बाइकहरू हुँकिन्छ, आफ्नो चाहिँ के गर्ने। ब्याग पनि अहिलेसम्म खसेको थिएन, अघि त्यहाँ माथि आउँदा
ब्याग पनि यता तल सोरिएर झन्डै खसेछ ठ्याक्कै देखियो नि प्रकृति कस्तोमा बाटो तल पनि ल तल जान्छ कि क्या बाटो त होइन छुट्टै हो तलको यस्तो खतरा ल्यान्डस्केप छ कि क्यामेरामा जस्टिफाई हुन्छ कि हुँदैन मलाई थाहा छैन है तर यहाँबाट जुन मैले देखिरहेको छु त्यो त यस्तो खतरा देखिरहेछ ल बाटोहरू यस्तोमा काटेर बाटो बनाएको छ त्यहाँ त धेरै बेर बस्ने 1-1.5 घन्टा भन्दा बढी बस्ने नै होइन त्यहाँ रारामा त यसो घुम्यो सुन्यो फोटोसोटो खिच्यो यस्तो भर्खर फुटाएर यो बनाएको जस्तो देखिन्छ यस्तो छ चट्टान पुरै काटेर यस्तोमा बाटो बनाएको छ जस नेपालको बाटो त ओह्रालोमा चाहिँ अझै यो डेन्जर हुन्छ है ओह्रालोमा यस्तो यो ग्राभल छ है ब्रेक लाउँदाखेरि पनि पुरै नि यो ज्यान पनि थर्किने एकदमै पुरै आफ्नो लोड तल हुन्छ नि त हात दुख्ने जाँदाखेरि पनि पुरै ब्रेक धेरै लाए हुत्तिन्छ बिस्तारै लाए चिप्लिन खोज्छ उकालोमा केही पनि हुँदैन बरु यस्तो बाटो ओह्रालोमा झन् एकदम गाह्रो अघि त लगभग 2-3 किलोमिटर त ओह्रालो म त अचम्म लाग्यो ओह्रालै सकिँदैन है अहिले फेरि ओह्रालो छ उता अलिकति यस्तो तासेको चट्टानहरू तासेर पुरै मैले त्यहीँ त हो कति टाढै आइसकिएछ चाँडै त्यहाँबाट फोटो खिच्या बाइक आउँदै रहेछ त्यहाँ एउटा तर किन कुनै खोइ भनौँ न दसैँको टाइममा त यस्तो यो त्यसमाथि रारा यस्तो पपुलर डेस्टिनेसन मान्छे घुम्न आउनुपर्ने है अब यो काठमाडौँबाट चाहिँ अब आउने प्रायः घुम्ने धेरै भने त काठमाडौँ त हो अरू ठाउँबाट त त्यति के आउँछन् र घुम्न आउने भने काठमाडौँबाट हो त्यति मान्छे आएको छैन होइन बाटोमा त्यो अनुसारले यस्तो पिक यो टाइममा त गाडी बाइकहरू देखिनु पर्ने हो ल ल ल आम्मा कता ल कता जान्छ यो सायद बाढी अस्ति आउँदाखेरि पानी पहिरोले पनि मान्छे हिँड्न अलिकति हच्किए जस्तो लाग्यो आएनन् अब के हो बाटो भत्किया होला फसिन्छ भनेर मान्छे नआएको जस्तो लाग्यो अब यतै आउनेहरू जति पनि यहाँ देखिरहेछन् अब सुर्खेत नेपालगञ्ज यताउतिबाट आएको मान्छेहरू मैले जति पनि सोधेको पाएको छु काठमाडौँबाट आउने त म मात्रै हो कि जस्तो लाग्यो मलाई भुलभुले भने चाहिँ यही रहेछ थाहा छैन तर तेल हाले भण्डारी गेस्ट भन्नेमा होटल लजमा यहीँ 2 दिन होटल यति रहेछ भुलभुले भने के भनेर केही नै होइन रहेछ खासै 43 भनिसकेपछि 28 किलोमिटर पो रहेछ त 27-28 किलोमिटर रहेछ त ल अब चाहिँ अलिअलि अब 8 आउनु थाल्यो क्या नभए त बाटो देख्दाखेरि डिस्टेन्स कहिले कहाँ हो बाटो बाइक बिग्रिदियो भने के गर्ने भने दिमागमा राख्दै हिँड्दैन अब त अलिक पुगिन्छ कि अब 8 आउनु थाल्यो यस्तो मजाको ती सल्लाहहरू है धुपी सल्लाह पुरै कस्तो मजाको छ स्लोप पनि पुरा ग्रासी स्लोप हरियो लेउ घाँस जस्तो लागेको अलिकति यो हुन्छ कश्मीरतिरको जस्तो यो हुन्छ नि कहीँ कश्मीरतिरको देखाउँदाखेरि त्यहाँको ठाउँहरू यो डाँडाहरू त्यस्तै भन्छ यहाँबाट त पश्चिम यति छ भनेपछि यहाँदेखि त्यतातिरको लगभग भेग त होइन हिमाली भेग त त्यस्तै नै होला सो पनि त्यस्तै छ काइन्ड अफ यताबाट स्याट्ट यहाँबाट यो तल 1.5-2 किलोमिटर तल भुलभुले छ भुलभुलेबाट आउने बित्तिकै यही ठाउँलाई भुलभुले भन्दो रहेछ यस्तो मजाको ठाउँ आयो कि भेडाहरू चरिरहेछ त्यहाँनिर ओपन यस्तो मजाको है पुरै यो उक्लिन सकिने जस्तो छ पुरै यो अब अलि मिडो ल्यान्ड अलिकति पुरै स्लोपमा घाँसे उ छ
त्यहाँ सैनिक इलाका छ यहाँ सायद इन्ट्री गराउनु पर्छ होला यस्तो गुड भ्यू आयो कि भाइब चाहिँ अर्कै आइरहेछ वाह ल ठिकै छ अब अगाडि बढ्नु छ ल रारा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरियो त्यहाँनिर त्यहाँ आर्मीको ठ्याक्कै चेक पोइन्ट रहेछ त्यहाँ इन्ट्री गराउनु पर्ने रहेछ ड्रोन सोन यताउति चाहिँ अब उडाउन पाइँदैन भने जस्तो लाग्यो केही ल्याउनु भएको छ भनेर सोध्यो छैन भनेर भने अनि त्यहाँनिर भिडियो सिडियो पनि खिच्न मनाइरहेछ परबाट चाहिँ यसो फोटोसोटो खिच्न पाइयो मैले नै रोकेर त्यही भएको अब यहाँ एक ठाउँ बाटो एकदम गाह्रो छ भनेर मलाई हिजो मानमा पनि एकजनाले भनेको थियो अनि यहाँ पनि भनेको डर लागिरहेको थियो अहिले यहाँ आउने दुईजना बाइक आउट सोधेको बाटो बनाए ठिक छ केही पनि छैन भनेको छ यहाँ पनि लाग्छ अरे 1.5-2 घन्टा लाग्छ भनिसकेपछि लाग्दो रहेछ टाइम त ल ठिक छ रारा राष्ट्रिय निकुञ्ज मुगु जिल्ला चाहिँ कहाँबाट सुरु हो थाहा नै भएन यार यो कुन जिल्ला हो मुगु हो कि यो के अरे जुम्ला हो मुगु सुरु भइसक्यो जस्तो लाग्छ मलाई ल हेर्नु त पुरा युरोपको झल्को दिन्छ स्विजरल्यान्डहरू जस्तो खतरा छ खतरा रुखहरू त्यस्तै रारा चाहिँ एकपल्ट नआइकन नेपालमा घुम्छु भन्ने मान्छे ऊ चाहिँ अधुरै हुन्छ प्राकृतिक छटाहरू यहाँको यस्तो छ कहाँ आएको जस्तो लाग्छ हेभन अन अर्थ भनेर भन्छ नि त्यस्तो लाग्छ कस्तो दामी छ ल कहाँ थियो घोडाहरू त यता थियो घोडाहरू अघि मुभिजहरूमा देखाउँछ नि त्यस्तै छ ठाउँ अब यहाँनिर आएर मुभी सुट गर्न त कति गाह्रो होला त त्यही भएर थाहा त होला अब आउनै गाह्रो छ कसरी लिएर आउँछ होइन कस्तो घाँस पुरै मैदान जस्तो छ क्या यहाँनिर पुरै स्लोप कस्तो मजाको के थियो होला पहिला यहाँनिर नीलो आकाश यता ठिक छ ल अब धेरै गर्न थाल्यो भने के गर्ने फेरि ढिलो हुन्छ 9 बजिसक्यो 3 घन्टा हुन लाग्छ हिँडेको ठाउँ आए पुरै रुखहरू पुरै यहाँनिर यस्तो सोझो रुखहरू पुरै धुप्पी सल्लाह टाइपको हिउँ पर्छ है क्या यहाँ जाँदा म त अहिले यस्तो चिसो ल पर होइन चुचुरोहरू हिमाल जस्तो जस्तो देखिरहेछ होइन नेपाल त हो तर नेपाल आउटसाइड नेपाल भने जस्तो यहाँ त होइन परिवेशै अर्कै रहन सहनै अर्कै मान्छे जस्तो नेपाल छ तर नेपाल चाहिँ छोएको छैन क्या ठाउँ अलि अनटच्ड छ हुन्छ नि कतिपय ठाउँ देशभित्रै तर त्यो अर्कै जस्तै पाकिस्तानतिर माथि गए माथिको ठाउँहरू त पुरै अब त्यो अब सेन्ट्रल एसियनहरू अथवा होइन खैरीहरू जस्तो गोरा भएको मान्छेहरूको एउटा उ छ क्या छुट्टै त्यो जातिहरू तर त्यो अकुपाइड भयो भने जस्तो यहाँ पनि नेपाली त बोल्छ कस्तो बोल्छ आफ्नै भाषा चाहिँ के छ ठाउँ पनि त्यस्तै त्यस्तै छ अलिकति आफ्नो फिलिङ सेयर गर्न मन लाग्यो मलाई राइट नाउ
है बिहानको करिब अहिले 9:15 बजे होला मैले बाइक अफ गरिदिएर ओह्रालोमा यतिकै लगिरहेको छु फ्युल पनि अब सेफ हुन्छ हैन यहाँ तपाईँ तेल नपाउने ठाउँ 230 रुपियाँ लिटरमा है त्यहाँनिर किने 2 लिटर टपअप गरेँ 1 लिटर बोकेर हिँडेको छु अझ थप के हुन्छ सेक्युर त हुनु पर्यो राइट नाउ हैन आई एम मुभिङ अलोन यति पिस छ यति पिस त्यो किराहरू के ब्याकग्राउन्डमा त्यो देखि बाहेक अरू आवाज केही पनि छैन आई एम द ओन्ली वान क्या यहाँनिर ल अलिकति अब यसलाई खेल्नु पर्ने अवस्था आयो के स्टार्ट गर्नु अनि कि यो नेचर छ कि म छु कि मेरो एप्रिल छ है अरू केही पनि छैन अनि फिलिङ क्या यस्तो फिलिङ आइरहेछ कि कस्तो अब के भन्ने त्यसलाई है एक्लोपनाको फिलिङ तर रमाइलो फिलिङ डरलाग्दो फिलिङ होइन कि मान्छे एक्लै भयो भने के हुन्छ होला भन्ने जस्तो भइरहेछ यु एन्ड नेचर अरू केही पनि छैन मैले यहाँ चिच्चा कराए पनि के हुनेवाला छ र होइन ओह्रालोमा जाँदैछु म यति पिस यति शान्त सिभिलाइजेसनबाट टाढा होइन आउँदाखेरिको यो अनुभव कोही आइरहेछ पछाडिबाट बाइक कोही आउँदैछ बाइकको आवाज टाढाबाट के पनि छैन क्या के पनि नथिङ अगाडि पनि केही पनि छैन पछाडि पनि केही पनि छैन म मात्रै निरन्तर गइरहेछु त्यस्तो फिल भइरहेछ सोचोस् त होइन अलिकति रोमाञ्चित गराउँछ नि त्यसले यही फिलिङ खालि रारा लेक हेर्न मात्रै आएको होइन नि यो नेसनल पार्क हो होइन रारा राष्ट्रिय निकुञ्ज अनि यो निकुञ्जको पनि अब भनौँ न बाइकै स्टार्ट भएन त भयो तनाव स्टार्ट नगरी त्यतिकै लिएर आएको दुःख दियो कि क्या हो त्यतिका घाममा गएर राख्नु पहिला तेल हालेर त कहीँ बन्द भएन मेरो स्कुटर के समस्या आइलाग्छ त्यसैले मलाई यो बन्द गर्ने मनै थिएन टेन्सन पो भयो त यो तेलले के गरायो यार मलाई यतिकै बस्नुभन्दा कहाँसम्म हुन्छ लिएर जान्छु अब यस्तो तनाव भयो छ तेरिया अब एउटा इन्फर्मेसन यो ठ्याक्कै त्यहाँबाट यसो घुमेँ त्यहाँ अगाडि यहाँ चेकपोस्टमा एन्ट्री गरिसकेपछि अहिले यो देखिरहेको छ बाटो यहाँबाट यसो घुमेर यो तल्लो बाटो गएर फेरि घुमेर माथिल्लो जुन बाटो छ त्यो माथिल्लो बाटो त्यहाँबाट उता गयो भने चाहिँ गमगढी मुगुमा आइसकेको छु म मुगु जिल्ला कहाँबाट छिटो थाहा भएन त्यहाँबाट मुगुको सदरमुकाम जाने बाटो गमगढी जाने बाटो त्यहीँ एयरपोर्ट पनि छ तालसा एयरपोर्ट भने यसकै पारि होला यहाँबाट घुमेर तल्लो बाटो ठ्याक्कै त्यहाँ घुम्ने ठाउँमा उता गयो भने चाहिँ एयरपोर्ट र सदरमुकाम जाने बाटो यो घुमेर यहाँ गएर
सल्लेरी भनेको त्यो त्यहाँ देखेको सल्लाहहरूको त्यही रहेछ सल्लेरी। तर यो देखेको कति होला र, ज्यादा से ज्यादा 15 किलोमिटरभन्दा बढी छैन। जानलाई 1-1.5 घन्टा लाग्छ। यति घुमाउरो र यति छ अरे, अचम्म लाग्यो मलाई यति जानलाई यहाँनिर। किन यत्रो समय लाग्छ भन्दैछु, यति यहाँबाट तल जान्छ अरे, अझ घुम्छ, कति घुमेर आएर जान्छ भनेको छ। ल यसो आइडिया हुन्छ भनेर मैले भनिदिइहालेको। यो रुरु छायानाथ गाउँपालिका नगरपालिका त होइन होला होइन, मुगु जिल्ला। यो राष्ट्रिय निकुञ्ज भित्रको क्षेत्र। 955.8 किलोमिटर आए काठमाडौँबाट। दस बजे ठ्याक्कै, बिहान 6 बजे हिँडेको। अब यस्तो राइडले, यस्तो भनौँ न, जुन एक्टिभिटी छ मैले गरेको, यसले तपाईँको पेसेन्स, तपाईँको इन्ड्योरेन्स, तपाईँको स्ट्रेन्थ सबै चेक गर्छ क्या के हो। हिजो म लगभग दिउँसो एउटा टाइममा त्यो नागमा आउँदाखेरि माथमाबाट अन द वे त म त एकदमै गिभअप गरिसकेको थिएँ क्या। त्यस्तो भयो त्यो ज्यान, त्यो सबै त्यो दिमाग बाहेक अरू पार्टले केही पनि काम गरेको थिएन होइन, थाकेर गलेर दुखेर त्यस्तो है। अनि पानी पनि गर्मीले अलिकति त्यो गरेर डिहाइड्रेसन जस्तो थर्केर यो त्यस्तो थियो कि अब के भइसकेको थियो। दिमागले पनि राम्रो, अलिअलि दिमागले काम गर्यो, त्यति दिमागले काम गरेको भरमा त्यो दिमागले ड्राइभ गराएर ल्यायो मलाई चाहिँ। त्यस्तो गाह्रो भएको थियो। यो स्कुटरमा आउँदाखेरि चाहिँ अब फर्क्यो क्या बढी, यसको सस्पेन्सन राम्रो हुँदैन बाइकहरूको जस्तो। अब यु क्यान इमेजिन होइन, अब hundreds of kilometers तपाईँले यो अफ रोड मात्रै, आइगेस अफ रोड मात्रै तपाईँले 200 किलोमिटर्स मोर अफ रोड चलाउनुहुन्छ। अनि के हुन्छ होला त हालत। अनि फेरि ओह्रालो यति लामो, कति किलोमिटरसम्म ओह्रालो यस्तोमा यति कन्ट्रोल गर्ने यति गाह्रो छ कि अलिकति मात्रै राम्रो बाटो आइदियो भने कति आनन्द लाग्छ। पिचहरू त पुरै छाडौँ, अलिकति सम्म जस्तो मात्रै भइदियो भने यति फिल हुन्छ कि रिलिफ। फाइनली अब ज्यादा चाहिँ 1 घन्टाभित्र त पुग्छु म। बाइकले तनाव दियो, त्यो बाइकले अहिले भर्खरै यहाँ माथि बाइक बन्द भएर स्टार्ट नभएर है, दिमागले काम गरेन। के हो मान्छे नै छैन, को बोलाउनु। म भन्दै थिएँ म एक्लै हिँड्दैछु, कोही छैन भन्दै मैले ओह्रालोमा स्टार्ट बन्द गरेर हिँडेको। स्टार्ट बन्द चाहिँ नगर्नु कहिले पनि बाइकहरू होइन, फ्युल सेभ गर्नलाई भन्ने हिसाबले पनि हुनसक्छ। यहाँ त फ्युल एकदम स्केर्स छ। बाइक बन्द भइदियो, चिसोले पनि एकदम चिसो, त्यस्तो बन्द हुने चिसो त होइन, नयाँ बाइक फेरि। अनि फ्युल अलि एडल्टरेटेड फ्युल अलिकति मिक्स गरेको पऱ्यो कि त्यसले पनि अब सिज हुन्छ इन्जिन होइन। त्यो अनुसार त फेरि मैले धेरै सोचेँ। त्यो गर्दा त माथि त्यस्तो मैले अब यो बाहिरको फ्युल हाल्दाखेरि त्यसले हो भने त माथि उकालो यसो के अरे त्यत्रो बाटो आउँदाखेरि कहीँ घर त्यो तान्नलाई गाह्रो, त्यो सङ्केत दिइसक्नु पर्छ। त्यो पनि केही पनि दिएको छैन भने चाहिँ फ्युलले पनि होइन होला जस्तो लाग्यो। ब्याट्री बस्यो कि जस्तो लाग्यो होइन, ब्याट्री नयाँ छ, ब्याट्री पनि नबस्नु पर्ने के कारणले हो। अनि भएन 8-10 मिनट चाहिँ मलाई त्यहाँनिर गरेँ, 7-8 मिनट। अनि गरेपछि स्टार्ट भयो फेरि। त्यहाँदेखि मैले अब मरै त्यसलाई स्टार्ट बन्द गराउँला होला भनेर यत्तिकै ओह्रालोमा पनि घुर पार्दै रहेको छु त्यो डरले। राराताल 7 किलोमिटर अस्थायी ट्राफिक प्रहरी पोस्ट। ल यता हो जस्तो छ बाटो। यो सिधै गयो भने चाहिँ गमगढी सदरमुकाम जान्छ। अहिले त्यो मलाई त्यहाँ पुलिसले भने त्यही यहाँबाट सिधै गयो भने मुगुको सदरमुकाम गमगढी, त्यो टाढा छैन, 1 घन्टा जति पुगिन्छ। यही पछाडि तालसर विमानस्थल यहीँ छ। ल सल्लेरी आइपुग्यो 11 बजे। यहाँबाट यताबाट आएको यो सल्लेरी। यहाँनिर छ अब यसो बाइक साइक सबै यहीँ रोक्ने हो, खाना यहीँ खाएँ। अब यहाँ घोडा छ, घोडाबाट जाने 40-45 मिनट लाग्छ अरे घोडामा जाने। यहाँ सायद टिकट काट्नु पर्ला केही। यहीँ राखिदिएको छु बाइकहरू, हेलमेट, ब्यागहरू सबै। अब यतिकै जान लागेको। ओके ल घोडाको सैर गरिँदैछ यहाँनिर बसेर। भाइको नाम के हो भनिदिनुहोस् त। मेरो नाम सन्तोष हमाल भाइ यहाँ हुनुहुन्छ। एकदमै गफ गरेर हामी दुईजना दाजुभाइ मजाले आरामले गइरहेछौँ। फर्स्ट टाइम मेरो घोडा हर्स राइडको एक्सपिरियन्स।
ब्यालेन्स बनाएर बस्नु पर्दो रहेछ घोडामा बस्दाखेरि। 7 वर्षको घोडा लक्की, यो घोडाको नाम। सबभन्दा यङ्गेस्ट घोडा यो यहाँनिर। जानु ल हर्स राइडिङ खुला ठाउँमा यहाँ अघि भाइले यहीँ भन्नुभएको रहेछ यहाँ बनाउने होइन, त्यति राम्रो छ। ओके, फर्स्ट ग्लिम्स अफ रारा। ल यहाँबाट रारा ठ्याक्कै देखियो, निलो छ पानी, कति ठुलो छ। वाउ, ल अह घोडा करायो। आधा निकिन्छ आधा यतापट्टिको ए रारामा यस्तो बेलामा आइयो, म मात्रै छु, मान्छे कोही पनि छैन होइन। यो पनि एउटा रमाइलो हो, म बाहेक कोही छैन। ल लेक आयो ल ठ्याक्कै। ल एउटा यहाँ यसो ठ्याक्कै रुख लडेको रहेछ, ठ्याक्क फोटो खिच्नलाई पनि राम्रो भ्यू पोइन्ट। यसको सपोर्ट लिएर यहाँ यति गहिरो छ, यहाँ तल पानी सिप्लेर गयो भने सकिन्छ जिन्दगी। कति गहिरो देखिन्छ यहीँबाट, पानी त गहिरो नदेखिनु पर्ने हो नि होइन, त्यो पनि कति गहिरो छ भने थाहा हुन्छ। यस्तो निलो छ कि पानी, स्विमिङ पुलको पानीभन्दा 4 गुणा स्वच्छ देखिरहेछ यहाँ पानी। रारा कति छ यसको अब भनौँ न क्षेत्रफल, यहीँबाट थाहा हुन्छ। एकदम पर्फेक्ट भ्यू पोइन्ट रहेछ यो। म चाहिँ ऊ त्यहाँ पर त्यो देखिरहेकोबाट हिँड्दै 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 यसो हाइक गर्दै गर्दै आइरहेको छु। हेरौँ कहाँसम्म जान सकिन्छ। डुङ्गा चाहिँ अब 12 बजेपछि चलाउँदैन, यहाँ छाल आइरहेछ होइन। अब कहिलेकाहीँ छाल आएन बिहानै पनि चलाउँदैन, ठिकै छ। डुङ्गा चढेकै हो, पहिला पनि पछि आएर चढाउँला। डुङ्गा एकबाट पारी जाने मलाई इच्छा थियो। मुरमा टप भनेको यता पाइन्छ, यहाँबाट ऊ त्यहाँबाट जान्छ, त्यहाँ होइन त्यहाँबाट उक्लिँदै त्यो भिप टावर हुन्थ्यो। 2-2.5 घन्टामा वकिङ डिस्टेन्स छ अरे। यस्तो निलो छ। दिस इज रारा, मस्ट भिजिट। रारा आएन भने नेपालको घुमाइ अपुरो हुँदो रहेछ। एडभेन्चर, थ्रिल, ब्युटी, नेचर, एभ्रिथिङ युल गेट होइन। सधैँ आउन सक्ने होइन, अब यस्तो ठाउँ भनेको लाइफ टाइममा 1-2 पल्ट आउने ठाउँ हो। त्यही आँट गरेर आएको म पनि, दुःख पाएर आएको छु, तर वर्थ टेकिङ द्याट रिस्क। त आजको विशेषता भनेको रारा भनेको यहाँ भन्दै हुनुहुन्छ मलाई एकदमै भिड हुने ठाउँ यहाँनिर मान्छेहरू। यस्तो रारा भनेको अहिले नेपालको इन्टरनल टुरिज्म मात्रै होइन, अहिले त हामी खालि इन्टरनल टुरिज्मको आन्तरिक पर्यटनको गर्छौँ। विदेशीहरू पनि आइरहेको देखेको छु। सबै अहिले सबभन्दा हिट लिस्टमा रारा छ। तर आजको दिन, आज भनेको सायद सप्तमीको दिन हो कि क्या हो, आज 11 गते कि 12 गते, आज 12 गतेको दिन, असोज 12 2082, आज आइतबार। म बाहेक कोही पनि छैन। यो के भइरहेछ मलाई थाहा छैन होइन। बाटोमा पनि कोही पनि छैन, मेरो लागि मात्रै रारा पुरै रिजर्भ गरे जस्तो छ है। मान्छे नै छैन, के भएको। ल अब अलिकति वक गर्छु, त्यसपछि फर्किन्छु। धेरै पनि छैन, देखाउन पर्ने कुरै नै हुन्। ल टाइम टु गो ब्याक। कति 1 घन्टा जति, 1 घन्टा अलिक बढी बसेँ कि। अब
1.5 घन्टा भनौँ न, कोही पनि छैन, मान्छे केही पनि छैन है। पानी सबैभन्दा मलाई यहाँलाई त पानी यति स्वच्छ छ कि अब यहाँ हुन त के पनि फोहोर, यहाँनिर फोहोरको एउटा चिज केही पनि छैन, यहाँनिर फाला दिएको छैन। एकजना मान्छे थियो, उसलाई चाहिँ यहाँ खटाएको रहेछ सायद निकुञ्जकै मान्छे, बोरा टिप्दै कहाँ कहाँ छ टिप्दै उसको कामै हिँड्ने, लिँदै टिप्दै हिँड्दै थियो म सँगसँगै गफ गर्दै उसले बताउँदै। अनि केही पनि छैन, फोहोर, पानी यति स्वच्छ छ कि यति नै, त्यो पानी पिए पनि केही पनि हुँदैन मलाई आई गेस है, त्यस्तो छ पानी। अनि गहिरो यहीँ छेउमै पनि यस्तो गहिरो देखिरहेछ, माछाहरू त पक्कै होला यहाँ पनि, पुरै धोपी सल्लाहरू यति लामो यता छ ठ्याक्क गहिरो। 2-3वटा कुरा नयाँ नयाँ मलाई थाहा नभएको कुराहरू यहाँनिर सेयर गरे मान्छेहरूले, थाहा भयो। त्यो नेपालको पैसामा कोइनमा 1-2 रुपियाँ कोइनमा एउटा चुचुरो एउटा डाँडा जस्तो देखाएको छ, त्यो ठ्याक्कै एउटा मात्र त्यहाँनिर छ, ठ्याक्कै पारि यो वरिपरि भ्याली जस्तोको पछाडिपट्टि एउटा डाँडा जस्तो एउटा मात्रै देखिँदो रहेछ, त्यो हो भनेर भन्यो। के नाम भन्थ्यो, नाम चाहिँ बिर्सेँ मैले। ल मैले यति कुरा गर्दैछु, पछाडि न कोही छ है हाइक गर्ने, दिस वे न यता कोही छ, न चौरमा कोही थियो, कोही पनि थिएन। घोडामा आएँ अनि एउटा भाइ एउटा हिँडेको देखेँ यहाँनिर, यहीँ बस्दो रहेछ, नभए कोही पनि छैन है। कस्तो बेलामा आएछु मैले। ठिक छ, त्यो मजा आउँछ, नेचरलाई इन्जोय त्यसरी गर्ने हो। ल अब डर भनेको त फर्केर कहिले पुग्ने, आज सप्तमी भइसक्यो, टिका ल्याउन भ्याइँदैन कि जस्तो लागिसक्यो मलाई है। बाटो त्यस्तो छ, घोडा त्यो भाइ सन्तोष भाइ पर्खिरह्यो होला, त्यहाँ गएर त्यहाँबाट फर्किन्छु अब म। 1.5 घन्टा जति घुमेपछि त इनफ भइहाल्यो, आउने भने यसो हेर्ने, फोटो खिच्ने, त्यही त हो। एउटा पर्फेक्ट स्पट भेटेको छु मैले, हावा चलिरहेछ सर्र, पारोलाई देखाउने, पानी हेर्नुहोस्, पानीको छालहरू, आवाज आइरहेछ पानीको, यो धाप जस्तो रहेछ कि यहाँ तल चाहिँ पुरै होइन, पुरै यो त पानी त उस्तैमा बर्खामा त माथिसम्म आउँछ होला नि त, पुरै खुट्टै भाँसिन्छ। पानी छौँ र आहा यी ओहो ल छाल खाना पनि आउने ल यहाँ छाल कस्तो आइन्छ, मेरो जुत्ता भिजै छ यहाँ पुरै। कस्तो छ यहाँनिर, यहाँ माटो माटो देखाएको छ, पहेँलो पहेँलो, अलि पर त्यहाँ हरियो हरियो, पर निलो, ल जति हावा आउँछ त्यति पानी यहाँ फाल्दैछ। वाह, त्यो मुरमा टप मान्छेहरू जान्छन् प्रायः, पछि आउन त म आउँछु फेरि पनि होइन, फ्यामिली लिएर आउनुपर्छ यसो ठाउँमा, आफू मात्रै घुम्ने होइन, अरूलाई पनि देखाउनुपर्छ, त्यतिखेर थप गरौँला। माथि आकाश चाहिँ निलो कस्तो राम्रो क्या, बादल ठ्याक्क डाँडा माथि होइन, केही छैन त्यहाँ त, न पल्युसन छ न बादल त्यस्तो लाग्ने केही पनि हुँदैन, बोटहरू पनि केही छैन, छ त केही मान्छे कहीँ केही फिलिङै अर्कै हुन्छ क्या होइन, म मात्रै छु, फिलिङै अर्कै भइरहेछ। ओके ल अब ब्याक जान्छु, अब ब्याकमा त मैले त्यति सुट गर्न पर्ने पनि धेरै केही पनि हुँदैन, मोस्ट अफ द थिङ त यहीँ कभर भइसकेको छ। आउँदाखेरि फेरि पनि छुटेको ठाउँहरू के के छ त्यो चाहिँ म यसो क्याप्चर गर्दै फर्किन्छु। ल भिडियोमा यतिन्जेलसम्म साथ दिनुभएकोमा सबैलाई धन्यवाद। सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनुहोस् च्यानललाई है, त्यो सब्सक्राइब चाहिँ मेरो मोटिभेसनको लागि हो होइन, मलाई खासै होइन गरेर त्यो सब्सक्राइबर मान्छेले जुन हिसाबले फाइनेन्सियली उ गर्न खोज्छ, मेरो त्यो मोटिभ होइन है, मलाई मोटिभेसन हुन्छ अब यस्तो गाह्रो ठाउँहरूमा आउनलाई, त्यतिको लागि। ओके सी यू।
फाइनली आई फाउन्ड द पर्फेक्ट स्पट यो म माथि यो टावर माथि चढेको छु यहाँबाट देखिँदो रहेछ पुरै यताबाट आएको हो म त्यहाँ जाँदैछु म अहिले त्यो स्पट राम्रो लाग्यो ओपन स्पट रहेछ त्यता पनि होला म त्यतातिर चाहिँ हाइकिङ गइनँ त्यता पनि छ होला पक्कै यता चाहिँ रहेछ राम्रो घोडा मेरो आउँदैछ अलि उता घोडाको माथिबाट लिनु न माथिबाट घोडाहरू चलिरहेछ यहाँ नेचरमा मस्त यहीँ हुन्छन् रे घोडा कसैले लाँदैन के पनि गर्दैन मान्छेले यहीँ छोडिदिँदो रहेछन् घोडालाई होइन अहिले त्यसै भन्नुभयो आनन्दले यस्तो नेचरमा कुदेर बस्न पाएपछि त के चाहियो हाम्रो घोडा चाहिँ यहाँ छ ओके यहाँ चाहिँ अरू घोडाहरू छ त्यता पनि छ घोडाहरू ल अब फर्किँदैछु म राराको वान लास्ट ग्लिम्स लिएर अर्कोपल्ट पक्कै पनि समय मिल्यो भने फेरि पनि आउँछु त्यो त पुरै भएन नआउने भन्ने ओके बाई बाई रारा सी यु नेक्स्ट टाइम ए के गर्छ ल 4:16 भयो ठ्याक्कै 967.3 967 किलोमिटर्स 967 किलोमिटर्स आएछ होइन काठमाडौँबाट यहाँ मलाई बाटो 967 आयो म यो सल्लेरीबाट निस्किँदैछु अब हेर्नु हिजो बसेको ठाउँ गोठी जिउलासम्म पुगिदिएँ भने हजुर ए कति हो भाइ पार्किङ आम्मा महँगो पो रहेछ त बिहान त के आएको भनौँ 12 बजेको थियो भुलबुले 2 घन्टामा पुगिन्छ त होइन त हस् भाइ ल धन्यवाद ल हुन्छ 700 850 ल ठिक ल लाग्यो है त ल हुन्छ ल बिस्तारै जान्छु ल सल्लेरीबाट निस्केँ यही त होला नि बाटो 4:15 भयो अब हेरौँ कहाँसम्म पुगिन्छ दुईटा कुरो एउटा बस्ने ठाउँ आज चाहिँ म अँध्यारो हिँड्दिनँ अँध्यारोमा बाटो कता हो देखिँदैन एकातिर हिँडिदिन्छ तनाव हुन्छ फेरि जङ्गलतिर गयो भने अर्को कुरो अँध्यारो हुनुभन्दा अगाडि कहाँ छ बस्ने ठाउँ त्यो एउटा जरुरी भयो अर्को कुरो बाइक चाहिँ बन्द नभइदियोस् त्यति कामना गरेँ अरू त जे जसो गरौँला ल भ्लगिङ पनि अब त्यति अब ठाउँ देखाइहालेँ कुनै ठाउँको भए त्यस्तो क्याप्चर गर्ने नभए भ्लग पनि आजलाई लगभग
अन्तिममै अब भएँ यहीँनिर भएदेखि भोलि पर्सि गरौँला राराबाट यहाँ आएर यहाँ बसेको छु म आज चाहिँ नाइट राइड गरिनँ 6:15 यहाँ आएँ थाकेको थिएँ यहाँ बसेँ 8:30 भयो यस्तो छ जुन हो त्यहाँ लागेको अगाडि पुरै अँध्यारो बाहिर निक्लिएको छन् बाटो यहीँ छ यही त बाटो भयो यताबाट आयो यता रारा जान्छ यो भुलभुले भन्छ यो ठाउँमा यहाँबाट त यता फर्किने भयो